नमस्ते। फेरि पनि तपाईहरुलाई म डाइरेक्ट सेलिङ बिजनेस कसरी राम्रो नराम्रो कसरी छुट्याउने भन्दाखेरि म तपाईहरुलाई थोरै इक्जाम्पल सहित तपाईहरुलाई म देखाउन चाहन्छु। यहाँ तपाईले हेर्न सक्नुहुन्छ व्हाइट बोर्डमा हामीले कसरी छुट्याउनु त डाइरेक्ट सेलिङ बिजनेस हो भन्छ, तपाईको जस्तै हो भन्छ, राम्रो हुन्छ, कतिपय मान्छेले फसाउँछ, कतिपय मान्छेले चाहिँ लोभ लालच देखाउँछ, कतिपय मान्छे त्यस्तो पनि छन्। कम्पनी भन्दा पनि मान्छे व्यक्ति त्यस्तो हुन्छ। सो त्यो भएकाले डाइरेक्ट सेलिङ बिजनेस सबैभन्दा बेस्ट हामीले हेर्नुपर्ने चिजहरू ध्यान दिनुपर्ने कुराहरू के छन् त भन्दाखेरि पहिलो कुरा 3P 3P हेर्न एकदमै जरुरी छ। तपाईलाई आफू यति राम्रो कम्पनीमा आउँदै गर्दाखेरि पनि कतिपय अरू कम्पनीले तपाईलाई अफर गर्न सक्छ, लोभ लालच देखाउन सक्छ हैन। तपाईले राम्रोसँग नबुझिकाले तपाई त्यता जान पनि सक्छ। लास्टमा तपाई रिग्रेट गर्नुपर्ने, पछुताउनु पर्ने हैन। सही कम्पनी छोडेर गलत कम्पनीमा पुग्न सक्छ। लाइफमा तपाईको चाहिँ प्रब्लम आउन सक्छ। सो त्यो भएकाले तपाईलाई अथवा तपाईसँगै जोडिएको साथी हुन सक्छ, तपाईको डिस्ट्रिब्युटर हुन सक्छ हैन। सो त्यो भएकाले हामीले बुझ्नुपर्ने कुरा तीनवटा पी लाई हेर्न जरुरी छ। सबभन्दा मोस्ट इम्पोर्टेन्ट नम्बर 1 3P मा चाहिँ नम्बर 1 मा पी भनेको अर्को पी एउटा पी भनेको प्रोफाइल, कम्पनी प्रोफाइल भयो हैन। त्यसपछि तपाईको चाहिँ अर्को पी भनेको प्रोडक्ट, अर्को पी भनेको प्लान। डाइरेक्ट सेलिङ बिजनेसहरु धेरै छन् संसारमा, धेरै डाइरेक्ट सेलिङ कम्पनीहरु धेरै छन्। कोही दर्दै नभएको डाइरेक्ट सेलिङ कम्पनीहरु पनि छन्। मेरो पनि तपाईको जस्तै प्रोडक्ट हो हैन। हाम्रो पनि एकदम राम्रो छ, तपाईको जस्तै हो। हाम्रो भन्दा छिटो चाहिँ तपाईको चाहिँ पैसा कमाइन्छ। यो त रातारात 7-7 महिनामा यस्तो भयो उस्तो भयो, कार किन्यो भन्ने तपाईलाई लोभ लालच देखाउन सक्छ। तपाई यता जुन यति राम्रो सिस्टममा दुःख गरिरहँदाखेरि हुन त हो कि जस्तो लाग्न सक्छ। सो त्यो भएकाले तपाई लोभ लालचमा नजानुस्। तपाई रियल्ली तपाईले चाहिँ त्यो लङ लास्टिङ तपाईको आफ्नो भविष्य बनाउने, करियर बनाउने हो भने सही कम्पनी छान्न जरुरी छ। त्यही भएर डाइरेक्ट सेलिङमा WFDS ले संसारको तपाईको चाहिँ डाइरेक्ट सेलिङ कम्पनीहरुलाई मोनिटर गर्ने शास्त्रले के भन्छ भन्दाखेरि तीनवटा कुरालाई मोस्ट इम्पोर्टेन्टली हेर्नु होला भन्छ कि तीनवटा कम्पनी तीनवटा चीज के भन्दाखेरि एउटा कम्पनीको प्रोफाइल, त्यो कम्पनीको प्रोफाइल कस्तो छ, कहाँ सुरुवात भएको छ, कति वर्ष भएको छ, त्यसको मिसन भिजन के छ, साथी अनि त्यसको स्थापना गर्ने व्यक्ति कस्तो छ हैन, कस्तो व्यक्ति हो त्यो व्यक्ति, त्यसपछि म्यानेजमेन्ट टिम कस्तो छ, कम्पनीले कसरी म्यानेजमेन्ट गरिरहेछ, कसरी कुनै पनि सिचुएसनमा कम्पनीले कसरी चाहिँ अपडेट गरिरहेछ, कसरी अगाडि बढिरहेछ, कसरी कन्ज्युमरलाई, डिस्ट्रिब्युटरलाई, लिडरलाई कसरी त्यसले चाहिँ सपोर्ट गरिरहेछ, कसरी मिटिङ प्रोग्रामहरु ट्रेनिङहरु कसरी दिइराछ त्यो कम्पनीले, त्यो एकदमै बुझ्न जरुरी छ। त्यो एकदम मोस्ट इम्पोर्टेन्ट हो। कम्पनीको ब्याकग्राउन्ड एकदम स्ट्रङ हुनु पर्यो, एकदम फाइनान्शियली पनि एकदम स्ट्रङ हुनु पर्यो र त्यो लिडरशिपमा पनि एकदम स्ट्रङ हुनु पर्यो कम्पनी। र हाम्रो कम्पनीमा कुनै डाउटै छैन। हाम्रो कम्पनी अलरेडी संसार भइसक्यो, अहिले पब्लिक लिस्टेड भइसक्यो कम्पनी हैन। हामी एउटा भाग्यमानी छौं सही कम्पनीमा आउनु भएको छ। तर सही कम्पनीमा आएर पनि गलत कम्पनीको लोभ लालचको कारणले तपाई त्यता फस्न सक्नुहुन्छ। सो त्यो भएकाले कसरी चिन्न त भन्दाखेरि पहिलो कुरा त्यो कम्पनीको ब्याकग्राउन्ड हेर्ने, प्रोफाइल हेर्ने, कति वर्षदेखि सुरुवात भयो, कम्ती पनि 10 वर्षदेखि माथिको कम्पनी राम्रो मानिन्छ हैन। 10 वर्षदेखि त्यो पनि एउटा लिगल रूपमा दर्ता भएर 10 वर्ष भन्दा राम्रो सेवा गरिरहेको कम्पनीलाई राम्रो मानिन्छ। त्यसमा पनि सबभन्दा बढी वान मार्केट चल्ने अथवा यो वर्ल्ड वाइड चल्ने कम्पनी राम्रो मानिन्छ हैन। त्यसपछि अर्को कुरा भनेको प्रोडक्ट। कम्पनीको ब्याकग्राउन्ड एकदम ठीक छ, तर प्रोडक्ट वाइड खालको प्रोडक्ट छ, डेली युज गर्ने मन नपराउने, आफूले मनै नपर्ने, आफूले युज गर्नलाई झ्याउ लाग्ने अथवा युज गर्ने मन नपराउने डेली प्रयोग गर्ने खालको प्रोडक्ट छ भने तपाई आफैले ठीक लाग्दैन, आफैले राम्रो लाग्दैन भने यो बिजनेसमा तपाई अगाडि बढ्न सक्नुहुन्न। तपाईले जुन डाइरेक्ट सेलिङमा आउनु भएको छ, डाइरेक्ट सेलिङ बिजनेसमा आउनु भएको छ, यो बिजनेसमा आउनु भएको छ, तपाईलाई प्रोडक्ट मन पराउनु पर्ने हुन्छ। तपाईलाई प्रोडक्ट प्रति यति धेरै माया हुनु पर्यो। त्यसपछि मात्र तपाईले अनलिमिटेड रूपमा तपाईले सेल्स गर्न सक्नुहुन्छ। अनलिमिटेड तरिकाले तपाईले मान्छेलाई जतिखेर यसको बारेमा भनाउ लाग्छ। जब प्रोडक्ट बेस्ड भयो भने प्रोडक्ट एकदम राम्रो पर्यो। त्यसमा पनि डाइरेक्ट सेलिङ कम्पनीमा सबैभन्दा बढी जसले हेल्थ सम्बन्धीका प्रोडक्टहरु, सप्लिमेन्ट सम्बन्धी प्रोडक्टहरु बेचेको कम्पनीहरु एकदम टपमा छन्। सो त्यही भएर हामी यो कुराहरु हामीले बुझ्न जरुरी छ। अर्को पी भनेको प्लान। तपाईले यसमा काम गरिसकेपछि एज अ तपाईको डिस्ट्रिब्युटर, एज अ तपाई लिडर भएर यसमा चाहिँ एउटा काम गर्दै जाँदाखेरि
तपाईँले कम्पनीले बोनस दिने पे आउट सिस्टम कस्तो छ, कसरी पैसा आउँछ, तपाईँले कसरी यसबाट इन्कम जेनेरेट गर्न सक्छ भने त्यसले पनि ठुलो चाहिँ तपाईँको महत्त्व राख्छ। यसमा पनि धेरै 90% कम्पनीहरूको राम्रो छैन पे आउट सिस्टम, दायाँ बायाँ बनाउने, त्यसले गर्दाखेरि त्यस्तो झ्याउ हुने त्यस्तो सिस्टम छ। तर पे आउट सिस्टम एकदम बेस्ट हुनुपर्छ। टिएसएन कम्पनीको पे आउट सिस्टम अरू कम्पनीको पे आउट सिस्टम कस्तो छ त हेर्नुहोस् है। त्यो प्लान भनेको कस्तो हुन्छ, तपाईँलाई पैसा आउने सिस्टम। जस्तै प्लान कम्पेन्सेसन प्लान भन्छ होइन, जस्तै कतिपय मान्छे तपाईँ हामीले बुझ्नुपर्ने कुरा होइन है। कुनै पनि कम्पनीले त नराम्रो कम्पनीहरूले तपाईँको साथीहरू, तपाईँको दाजुभाइ, तपाईँको दिदीबहिनीहरू लागिरहेको छ भने उहाँहरू तपाईँको प्लान कस्तो छ भनेर सोध्न सक्नुहुन्छ। अलरेडी तपाईँलाई डाइरेक्ट सेलिङमा कस्तो कस्तो प्लान हुन्छ, कम्पेन्सेसन प्लानहरू कस्तो कस्तो हुन्छ भनेर तपाईँलाई थाहा छ भने अलरेडी तिम्रो प्लान देखाउनु त मलाई भन्दा मिल्छ। तपाईँले कुनै पनि तपाईँको साथीभाइ लागिरहेछ, कुनै पनि मान्छे लागिरहेछ भने, अथवा तपाईँले एप्रोच गरिरहेछ भने तपाईँले सोध्न सक्नुहुन्छ उनीहरूको सिस्टम कस्तो छ।